यो मैले कतिवटा उयो यो मात्र ल्याएको छ पहिले देखा के अनुहार पहिले हेर यो घर कसको त यो घर कसको केदारको रे ऊ यहाँबाट दिएर यता छोड्छ अनि ऊ केदारको भने खा त ऊ टाढो भने मलाई पछि के थाहा त पहिले सोध पहिले सोध ऊ 10,000 ल्याएर त नि होइ यो अरू 10,000 उता 10,000 मैले हो अनि उताको बद्रीले बनाएको रे त घर काले बद्रीले बद्रीले पैसा लगो ए घरबाट निकाले मैले मेरो नातो नभएर अनि काले यो घरमा त मैले ल्याएको रहेछ मैले आमा पोइ पैसा 10,000 ल्याएर केदारले भने कहिलेबाट यो घर यो म त कोठाबाट ल्याएर छ मैले आमा पोइ पौडीले 10,000 ल्याएर मसँगबाट भने छ उताबाटको साइड हो यो घरमा एक पैसा छ उसले 32 भने मात्र हो साँच्चै साँच्ची ल साँच्चै हो त साँच्ची श्रीगर भयो यो कोठा मैले एक पैसा छैन उसले 32 बाल्छ भनेर तपाईँले भसकै ल्याएर पैसा 10,000 ल्याएर घरको भन्नु 10,000 ल्याएर तपाईँले आमा पोइ निमुजी हेरौ न म छोड्दैन यो कोठामा त पैसा म ल्याएर छु यो डाँडा भाटा सबै ल्याएर भन् अनि काम तुलसी गर्छु सबै ल्याएर त के रे तपाईले छिटो ल खै बोले त नि ऊ लडे काल्बो यसरी पदिन न यो गरेर यो गरिदिन म बोल्दिनँ म बोल्छु सारै हेभ्या यो यो अर्को मुइदे यो कोठाको मैले पैसा ल्याएर चाहिँ म यहाँबाट हिँड्न सक्दिनँ फेरि पौडेरवाला हेभ्या चाहिँ बद्रीले हो फेरि हो बद्रीले दिँदैन पैसा त्यत्रो 3 लाख पैसा हो त पनि मार्दैछु को मलाई पनि किन किन नि बढी सल्लाह गरौँ न भीमसिंहलाई बोलाइदिउँ बोला चिने खा उसलाई त भीमसिंह नचिनेको त को हो ऊ? राणा बान ए त्यहाँ भैँसी अहिले दुध दुहाएर हिँडेको छु उहाँ भीमसिंह काकाको अनि उहाँ गाईलाई उहाँ भेद हानेर तपाईँले भेदेर दुध नै दिन छोडेर भेद्ने यहीँ बसेर पेलिदिन्छु मुजी हो हो हुन्छ के अरे मैले अर्का सहन ल्याएर मैले अर्का धाग्नला कसको सहन लिएर आएँ मैले कसको फोटो खिचिरहेको मुजी मलाई ने भीमसिंहले हेऱ्यो भने के भन्छ भीमसिंहले देख्यो भने अरे हेर त अरे हेर गाला फुट्ने गरी हान्छ नि फेरि भीमसिंह काकालाई राणाबान भने हैन सँगै छ हामी भीमसिंह काकालाई राणाबान भने खाएर आएको म पनि कहाँ बसे कुन झाँक्री हो आफू भैँसीको मुजी मुते के अरे भेदेर आएको रे आफू कुन झाँक्री हो रिटी झाँक्री रिटे झाँक्री हो चल चल ल ल रिटे 2 घन्टा हो तँलाई बिताउनु भन्दा किन ताल पऱ्यो भने म अर्को छ म सुत्नु होइन अर्को छ म मुत्नु होइन सुत्न गएको त रुपीसँग छिर्जाउ के टिभी नभन्नुहुन्छ भिडियो गरेर पारीको कसम सुत्दा राखेको रे पारीको बुढीसँग हो अरे देखा न जुम गरेको खोला 4 मिनेट सुत्दा थाहा भयो भने है 50 सेकेन्ड
कसम सुतेर काले तपाईँ अस्ति पारीबाट गएर पारीको भटिन छ मेरो दिल खुस भयो आज मेरो इच्छा पुरा भयो भने आएको थियो गुण्ड गर्दाखेरि हो बाउ आवाडेसको अटेको उसँग छ अब युट्युबमा हालिदिने हो एउटा हाल्दैन भोलि मेरो उसको नाम छैन मेरो पनि नाम छैन हाल्न तपाईँ त काले रिस पाउडर अहिले भर्खर चाहिँ म साँच्चै भने अहिले बसमा आइन्छ समाज छ के सँग छ कोसँग सुत्यो कोसँग उठ्यो को तपाईँ भन् तपाईँ मलाई ल रिठी झाँक्री ल अनि तपाईँ बन्ठक बुढीको याद आएन वाह बेनाजु दिल खुस अहिले उले भए मेरो जिन्दगी खत्तम हुन्थ्यो कता बुद्धि उग्ले भयो खाए खाए वासु खोइ ल्याएन रे फेरि हानु आफै जान्दा मैले के म त त्यहाँ गएर खाइ हिँडेँ म 2 घन्टा चाहिँ मासु रातभरि बत्ती बाल्नु जानु पर्यो कति छ अब सुटिङ सुरु भयो त तिमी पनि जाऊ किन जानु तँसँग पैसा के गर ठुलो बाबा तँसँग पैसा मलाई यता पैसा हुनु आज हातमा पर्दैन कहाँ गएर आएको त तर बाउ घर तेरो बाउ तेरो आमा चाहिँ म त रसिया आएको म त ऊ फिट